बिफोर र आफ्टर हेयर कटिङ चाहिँ साथीहरू बिफोर र आफ्टर हेयर कटिङ चाहिँ साथीहरू हेर्नु त कतिको फरक भएको छ। यसो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट र सब्सक्राइब चाहिँ गरिदिनु होला है साथीहरू। हेलो एभ्रिवान, वेलकम ब्याक माई युट्युब च्यानलमा स्वागत छ है साथीहरू। आज यो भाइको चाहिँ हेयर कटिङ काट्न लागेको छु। नर्मल कटिङ काटिदिँदै भन्दै हुनुहुन्थ्यो उहाँ भाइले, अनि त्यही नर्मलै काट्न लागेको छु। पहिला अहिले चाहिँ त्यो 4 नम्बरले साइडको चाहिँ मिलाइरहेको छु। अनि यो 4 नम्बर भ्याइसकेपछि तल चाहिँ 1 नम्बर धेरै मसिनो पनि नगरिदिँदै भन्दै हुनुहुन्थ्यो कि उहाँ भाइ चाहिँ। अनि तल चाहिँ 1 नम्बरले स्लोप गर्ने हो। सो अहिले चाहिँ 4 नम्बरले अब चारैतिर पहिला 4 नम्बरले मिलाइदिउँ, अनि त्यसपछि यो तलको चाहिँ 1 नम्बर गरेर मिलाउने हो क्या। अनि यो भाइलाई चाहिँ अब धेरै एकदम मसिनो चाहिँ नगरिदिँदै मलाई चाहिँ नर्मल हिसाबले मतलब गरिदिनु, 1 नम्बर जतिमा कपाल चाहिँ काटिदिनु भन्दै हुनुहुन्थ्यो कि यो भाइले। अनि 1 नम्बरले नै अब मिलाउने हो क्या साथीहरू। पुरै भिडियो चाहिँ फुल वाच चाहिँ गर्नु होला है साथीहरू। फुल वाच गर्दाखेरि अनि यो के भन्छ फुल वाच चाहिँ गर्नु, अनि लाइक कमेन्ट चाहिँ सेयर चाहिँ गरिदिनु होला है। अनि तल चाहिँ बेल आइकन हुन्छ, थिचेर सब्सक्राइब चाहिँ गरिदिनु होला है। यो यस्तै भिडियोहरू आउँदाखेरि सजिलो हुन्छ नि त हजुरहरूलाई हेर्नलाई पनि के। अघि चाहिँ 4 नम्बरले गर्यो, अनि 4 नम्बरले भ्याइसकेपछि अब अहिले चाहिँ 1 नम्बरले तलको चाहिँ मिलाइरहेको छु है। यो 1 नम्बर र 4 नम्बरको बिचको ग्याप जुन छ नि, यो ग्याप पनि अब मिक्सिङ गर्ने हो क्या साथीहरू। ल हेर्नु, अनि यो मेसिन चलाउने बेलामा चाहिँ हल्का टेपरमा चलाउनु पर्छ है। टेपर भनेको तलबाट उठाउने, अनि त्यो जहाँ इन्ड हुन्छ नि उठाउने, उसमा चाहिँ हल्का छड्के उठाइदिएपछि त्यसलाई टेपर भन्छ। अनि टेपर पनि अलि सजिलो हुन्छ कि, स्लोप गर्न पनि सजिलो हुन्छ है। अनि यो म चाहिँ भिडियो पुरै स्टेप बाई स्टेप देखाउन लाग्छु है साथीहरू। स्टेप बाई स्टेप यो नयाँ सिक्ने साथीहरू हुन्छ नि, नयाँ सिक्ने साथीहरूको लागि एकदम बेस्ट हुन्छ है। यो मेरो भिडियो चाहिँ हेरेरै धेरै कुरो सिकिन्छ है, धेरै चिजहरू सिकिन्छ। त्यही भएर स्किप नगरिकन चाहिँ भिडियो हेर्नु होला। अनि स्पेसली त यो नयाँ जुन कपाल काट्न सिक्छु भन्ने साथीहरू छ नि, साथीभाइहरूको लागि त एकदम बेस्ट हुन्छ है। अब यो 1 नम्बर गरेर अनि यो 1.5ले चाहिँ मिक्सिङ गर्न लाग्छु है साथीहरू। मिक्सिङ गर्ने, अनि मिक्सिङ गरिसकेपछि जुन माथिको लामो कपालहरू देखिरहेछ नि, त्यो कपालहरू चाहिँ त्यो ठुलो काइँयोले चाहिँ मिलाउने हो क्या। ठुलो काइँयोले मिलाउने, अनि मिलाएर सेटिङ भइसकेपछि जुन हल्का फल्का यताउति देखिरहेको हुन्छ नि ग्याप चाहिँ के, त्यो ग्याप गर्नलाई काइँयोले चाहिँ मिलाउनु पर्छ है। यो चाहिँ भिडियो चाहिँ फुल वाच गर्नु होला, फुल भिडियो चाहिँ हेर्नु होला स्किप नगरिकन है। अनि फाइनल चाहिँ हेर्नु होला है, फाइनल चाहिँ कतिको राम्रो भएको छ र चेन चाहिँ कतिको आएको छ यो चाहिँ हेर्नु होला है साथीहरू। अब त्यो तलको मिक्सिङ चाहिँ भइसकेको छ। अब अहिले चाहिँ त्यो ब्लेडले चाहिँ अब हामीले यस्तो छ, अब कोहीले कटिङ भ्याइसकेपछि ब्लेड हान्छ तलको है, राउन्डिङ चाहिँ गर्छ। म चाहिँ पहिले अब मेरो इच्छाको कुरो हो, अब कहिले मतलब बिचमै हानिदिन्छु ब्लेड, कहिले अब कटिङ भ्याएर लास्टमा पनि ब्लेड लाउँछु के। अनि यसो भिडियोमा चाहिँ भनौँ न अब हजुरहरूलाई सजिलो होस् र हेर्दा पनि राम्रो देखोस् भनेर अहिले चाहिँ ब्लेड लगाइरहेको छु। अनि तपाईँको इच्छा, अब त्यो सिक्ने साथीहरूले कस्तो सजिलो हुन्छ त्यही आफ्नै सजिलोको हिसाबले चाहिँ ब्लेड लाउँदा हुन्छ। कतिले अब पहिल्यै ब्लेड लाउँछ, कतिले अब लास्टतिर ब्लेड लाउँछ। सो अब तपाईँले कुन चाहिँ सजिलो हुन्छ त्यो हिसाबले गर्नु होला है। अनि यो ब्लेड लाएर भ्याइसकेपछि अब तल पनि मिक्सिङ भइसकेको छ। अब यो जुन माथिको कपाल छ नि त्यसलाई चाहिँ स्लोप गर्दैछु है यो ठुलो काइँयोले। कतिले चाहिँ अब के भन्छ कैँचीले नै स्लोप गर्छ, तर मलाई अब अलि सजिलो लाग्ने भनेको मेसिनले नै हुन्छ के। मेसिनले सजिलो जस्तो लाग्छ। अब हजुरहरूलाई अब मेसिनले सजिलो लाग्यो भने मेसिनले गर्नु होला, नभए अब कैँचीले सजिलो लाग्यो भने अब कैँचीले गर्दा नि हुन्छ। मलाई चाहिँ जो कैँचीभन्दा यो मेसिनले स्लोप गर्न सजिलो लाग्छ क्या। अनि बिचमा जुन हल्का ग्याप जस्तो देखिरहेछ नि, यो ग्याप चाहिँ कैँचीले मिलाउँछु कि। मेसिनले अब नभए
भनौँ न मेसिनले नभएको खण्डमा चाहिँ अब त्यो कैँचीले मिलाउँछु क्या। सो अब भिडियो चाहिँ हेर्दै जानु होला है, सब्सक्राइब चाहिँ गरिदिनु होला है साथीहरू। यस्तै यस्तै भिडियोहरू चाहिँ म हप्तामा चाहिँ अहिले चाहिँ एकचोटि मात्र हाल्छु। अनि हजुरहरूले लाइक कमेन्ट र सेयरहरू अनि सब्सक्राइबहरू गरिदिनुहुन्छ भने भनौँ न अब हप्तामा 2 चोटि पनि आउन सक्छ, 3 चोटि पनि आउन सक्छ। त्यही भएर सब्सक्राइब गरेर लाइक कमेन्ट र सेयर गरेर साथ दिनु होला है साथीहरू। यो चाहिँ अघि चाहिँ मिक्सिङ गरिसक्यो। अब कैँचीले चाहिँ जुन हल्का हल्का ग्याप देखिरहेछ नि त्यो ग्याप चाहिँ मिलाइरहेको छु है साथीहरू। ग्याप मिलाएर अनि लास्टमा चाहिँ हेर्नु होला है, फाइनल लुक चाहिँ हेर्नु होला। अनि ल ग्याप चाहिँ भयो। अब चाहिँ माथिको चाहिँ हल्का हल्का मिलाइदिँदै भनेर यो पनि टेपर टाइपकै हुन्छ है। यो मिक्सिङ गर्नलाई हल्का हल्का मात्र, हल्का लामो छोटो गरेर दाइ एकै नाच्ने नगरिदिनु भन्नुभएको थियो कि उहाँ भाइले। त्यही भएर मैले हल्का हल्का त्यो मात्र मिलाइरहेको छु क्या साथीहरू। अनि भिडियो चाहिँ अब अन्तिम चाहिँ आइपुगेछ है साथीहरू। अब फाइनल लुक चाहिँ हेरेर जानु होला है। अनि अहिलेसम्म साथ दिनुभएकोमा जसले साथ दिनुभएको छ त्यसको लागि उहाँहरूलाई सबलाई धन्यवाद छ। ल हेर्नु त साथीहरू, फाइनल लुक चाहिँ यही छ है। कतिको फरक छ लाइक कमेन्ट गरेर अनि यसो कमेन्ट चाहिँ गर्नु होला है, भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि कुन कटमा भिडियो चाहिन्छ त्यो भनिदिनु होला, म अर्को भिडियोमा गर्नेछु है साथीहरू।